हामी अब रेडी भइसक्यौँ अब हामी निस्किन्छौँ शिव मन्दिरतिर शिव मन्दिरमा जानुलाई रेडी भयो 7:06 भयो अब हामी ट्याक्कै यहाँ निस्किन्छौँ रुम पनि अब ब्याग प्याक भइसक्यो अब हामी ट्याक्क हिँड्छौँ त्यसपछि आज डे 4 को यात्रा हाम्रो यो बिहानीको मनोरम दृश्य पोखराको होटल इजनबाट खिचिएको यो दृश्य तपाईलाई जति देखाउन सम्भव हो त्यति चाहिँ हामी देखायौँ। अन्य बजारहरू बहुत थुप्रै छ, रमाइलो छ, राम्रो छ, सुन्दर छ, बिहानी दृश्य। घाम लाग्ने क्रम छ, अब केही बेरमा घाम लाग्छ। अब हामी लाग्यौँ लेक साइडबाट ट्याक्सीमा 25 मिनेटको दूरीमा रहेको पुम्दीकोटतर्फ। पोखरा बजारबाट उकालो सडक चढ्दै हामी जाँदैछौँ धेरै पर्यटकको चाप र रोजाइमा रहने पुम्दीकोट डाँडा। सामुद्रिक सतहदेखि करिब 1500 मिटर उचाइमा रहेको यो डाँडा पोखरा सहरदेखि दक्षिण पश्चिममा अवस्थित छ। लेक साइडदेखि 13.5 किलोमिटर दूरीमा रहेको पुम्दीकोटमा भगवान शिवको 51 फिट अग्लो महादेवको मूर्ति बनाइएको छ। जय शम्भु। हेलो गाइज, हामी अहिले शिव मन्दिरको ठाउँमा आइसक्यौँ। हामी यहाँ श्रीमद् भागवत पनि लागिरहेको रहेछ, महायज्ञ। हामीले त्यो महायज्ञ पनि अवलोकन गर्छौँ। अब अहिले एकदम निरन्तर सिडी चढिरहेको छौँ। फाइनल्ली हामी यहाँ आइपुग्यौँ। के छ भन्नु, के छ, कस्तो लाग्यो? म एकदम रमणीय दृश्य छ। रमणीय छ, रमणीय, बहुत रमणीय छ। भिजिट त गरिहाल्छौँ हामी एकदम। यो टिका पनि लगायौँ, मन्दिर दर्शन पनि गऱ्यौँ। पुम्दीकोटबाट पुम्दीकोट मात्रै होइन, 51 फिट अग्लो महादेवको मूर्तिलाई आँखा नजिकैबाट निहाल्न सकिन्छ। सिङ्गो पोखरा अवलोकन गर्न पाइने सुविधा समेत छ। पुम्दीकोट धार्मिक हिसाबले मात्रै होइन, प्राकृतिक दृश्य अवलोकनका लागि पनि उत्कृष्ट गन्तव्य हो। पुम्दीकोटबाट फेवाताल, तालको मुहान, हर्पन खोला, पोखरा सहर, सारङकोट, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल देखिन्छ। त्यसबाहेक अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ हिमाल आँखा अघि लस्करी देखिन्छन्। शिवजीको दर्शन पश्चात हामी चाहिँ फेरि पुनः आफ्नो गन्तव्य जारी गर्दै फर्किँदै हामी अब चाहिँ सिडीबाट झर्दैछौँ। शिवजीलाई हाम्रो गन्तव्यतिर लाग्दै वहाँ सुन्दर हिमालहरूको पनि अवलोकन गरियो। यहाँ तपाईँहरू एकदम आउनुपर्ने ठाउँ हो यो चाहिँ। ल तपाईँ केही 2 शब्द भन्नुहोस्। यहाँ भक्तजन श्रद्धालुहरू चाहिँ धेरै आउनुभएको छ। अहिले दुर्गा देवीको दर्शन गर्न यहाँ आइपुगेका छौँ। शिव मन्दिरको दर्शन गरिसकेपछि दुर्गा देवीको दर्शन गर्न शिव मन्दिर उता शिव मन्दिर वहाँ पारिपट्टि तपाईँ देख्न सक्नुहुन्छ वहाँ। अनि यतापट्टि दुर्गाको मन्दिर, अनि यसै गरी त्यतापट्टि चाहिँ त्यो हट बेलुन, अनि के थियो के ब्रिक, अनि हातलाई त्यस्तो रमाइलो छ यहाँ।